नेपाललाई सिङ्गापुर बनाइदिन्छु भन्ने मान्छे पनि देख्यौँ। बालुवाटारबाट प्रकट हुँदा एसियाको माथि पुर्याइदिन्छु भन्ने पनि देख्यौँ। चाइनाको रेल आउँछ काठमाडौँ पोखरादेखि लुम्बिनी, अनि कुस्मामा त स्टेसन हुन्छ। एमालेलाई भोट हाल्नुहोस्, घडेरी किन्नुहोस् भन्ने नेता पनि भेटिए। घर घरमा प्याटक्क थित्त ग्यास आउँछ। अब सिलिन्डर बोक्ने जमाना गए भने पानी जहाजका कुरा गरे, गरिबी उन्मूलनका कुरा गरे, तर जम्मै कथा जम्मै विचार गजाडीका गफ भए। तै पनि नेपाली जनता अहिले पनि चेतेको छैन। संसारमा विदेशीले बनाइदिएको बादले देश विकास हुँदैन। देश बनाउनु पर्छ आफ्नै पाखुरीले। तर हाम्रो लोकतन्त्र गणतन्त्रका नामका व्यवस्थाले पाखुरा जति विदेश धकेल्छ। विदेशीले पठाएको रेमिटेन्स ल्याएर देश विकास हुँदैन। त्यसैले म अनुरोध गर्छु, अब नेपाली जनता सोचिनु पर्यो। देश जनतैले जोगाउनु पर्छ। अपराधीका पछाडि लागेर हुँदैन। जसले जे जानेको छ त्यही गर्छ। अपराधीले के जानेको हुन्छ? अपराध जानेको हुन्छ। सिंहदरबार कसरी डढाउने थाहा छ उसलाई। सर्वोच्च अदालत कसरी डढाउने थाहा छ उसलाई। अब देशको शासन त्यस्ता मान्छेलाई दिनुभयो भने देशै डढाइदिन्छ। अहिले अलिअलि ढिउढुकी भए पनि देशको छ। अब बाँकी त्यस्ता मान्छेलाई तपाईँहरूले पदमा पुर्याउनु भयो भने, अब बाँकी सहकारी ठग भारतको कानुन भन्नुहुन्छ भने त्यसलाई 420 भन्छ। 420 रहेछ भन्छ। त्यो 420 कसरी आयो भने भारतको अपराध संहितामा जनताको पैसा ठग्नु हुँदैन भन्ने व्यवस्था दफा 420 मा रहेछ। त्यो 420 वाला मान्छे 5 वटा ठाउँमा अपराध बनेको। अहिले सामाजिक सञ्जाल र अमेरिकाका एकजना पत्रकार छन् टङ्क दाहाल। अमेरिकामा पनि मुद्दा 7-8 वटा मुद्दा चलेका। 2टा मुद्दा त जीवितै छन्। उहाँका चाडी श्रीमती रहेछन्। अब यस्ता मान्छेलाई प्रधानमन्त्री बनाइदिनु भयो भने नेपालमा बहुविवाह फ्री हुन्छ। सहकारी ठग्न जसले पनि पाउँछ। त्यसैले जनता हो, राम्रो बिउ रोप्नुहोस्। राम्रो फल प्राप्त गर्नका लागि राम्रो बिउ रोप्नुपर्छ। तपाईलाई राम्रो जातको गाई चाहिँ पाल्नुपर्छ भन्ने नेपालीलाई थाहा छ। खोजी खोजी बढी दुध दिने गाई पाल्छ। राम्रो जातको मकै कुन फल्छ त्यो पनि थाहा छ। राम्रो जातको धान कुन रोप्दाखेरि बढी फल्छ त्यो पनि थाहा छ। तर नेता रोप्ने बेलामा नेपाली जनताले अपराध